थियो यहाँ पहिलाको। अहिले चाहिँ तपाईँको यो बालेन सरकार आएर एकदम राम्रो गरे, एकदम राम्रो गरे। यो धेरै राम्रो गर्यो तपाईँको, नत्र सिद्धिमितिले चाहिँ उठाउनु सक्दैन थियो नि। नमस्कार, म कृष्ण गैरी गाउँ सिनामङ्गल हुँदै मनोहराका यदि ठुल्ठुला सुकुम्बासी बस्ती भनौँ अथवा खोलाका अव्यवस्थित बसोबासलाई उठाएको छ। सरकारले 3 दिनभित्र डोजर चलाएको छ। पहिला जुन यो घन्टी आउनेदेखि नै म त घन्टीकै सपोर्टमा थिएँ। अरू सरकारले कुनै केही गर्नु सक्दैन। अब गरिबका गरिब, धनीका धनी, होइन। अब कसैलाई माऱ्यो भने मारेकै, कसैलाई बलात्कार गर्यो गरेकै कोही वास्ता थिएन। अब पुलिस प्रशासनलाई पनि त्यति आदेश दिएको थिएन, त्यहाँ गएर छोलास भन्लास नचला त्यहाँ नजा भन्ने त्यो सरकार थियो। अहिले चाहिँ राम्रो सरकार आएर हामीले सुख शान्ति पाउँछौँ। यति बेला हामी विशेष गरी मनोहरादेखि थापाथलीसम्म र थापाथलीदेखि तिनकुने गैरी गाउँसम्म यो सिनामङ्गल आसपासको दृश्यहरू देखाइरहेका छौँ, जहाँको यो अवस्थाबाट अब देश कसरी, सुकुम्बासीको पहिचान कसरी हुन्छ र जनताहरू के भन्छन्। राम श्रेष्ठ है, यो हेरिरहँदाखेरिको अवस्थामा तपाईँको मनमा के उब्जिरहेको छ भन्नुहोस् त सर। पहिला त ठिक, अब अलि बेठिक थियो। हजुर, अहिले चाहिँ ठिकै रहेछ भनौँ न, हुने खाने रहेछ भनौँ न। सुकुम्बासी धेरै रहेनछ, सुकुम्बासीलाई त व्यवस्था गरिसक्यो होला सरकारले, होइन। तर हुकुमबासीले के व्यवस्था गर्नु, उनीहरू पुरै धनी छन्। मेरो अर्जुन सुवेदी हो। अब हेर्नुहोस् त, राज्यले चाह्यो भने त यहाँ झन्डै 1400 घरधुरी त चिरिपै बनायो। होइन, यो त अझै भएको छैन। यो 2 तिहाईको सरकार हो। हजुर, कुनै आन्दोलन गर्ने, अब यसरी चाहिँ भन्नुपर्छ मान्छेलाई उकासेर चाहिँ यस्तो यो सार्वजनिक ठाउँमा गोठाल मलाई भोटाल भनेर भन्ने मान्छेहरूलाई हजुर, यो मात्रै होइन, पुरा सजाय हुनुपर्छ। मेरो भनाइ चाहिँ यही नै हो। र अब यो सुकुम्बासी भने यहाँ अरू त सुकुम्बासी नै भयो भने चाहिँ उनीहरूलाई सरकारले हेर्नै पर्यो, होइन भने अरू केही पनि दिन पर्दैन उसलाई, किनभने आफ्नै ठाउँमा जानु पर्यो, आफ्नै ठाउँमा काम गरेर खानु पर्यो। भनेको तपाईँको अर्थ यहाँ धेरै नक्कली पनि थिए। हो, नक्कली पनि छन्, यहाँ धेरै छन्, होइन। त्यो भएको हुनाले चाहिँ त्यो छानबिन सरकारले गरेर सुकुम्बासीलाई नै चाहिँ राम्ररी व्यवस्था गर्नु पर्यो। यो अरूले उचालेका भएर त्यो दाइने माया गरेर चाहिँ त्यो गर्नेलाई चाहिँ सख्त कारबाही हुनु पर्यो। हजुर, राजनीति गर्नु भएन यसमा, यो विकास हुनुपर्छ। यसलाई अझ मैले भन्न चाहन्छु, लागेन सर। सुन्नुहोस् त, पहिलेका शक्तिशाली सरकारहरू 2 तिहाई त पहिले नेकपाले पनि ल्यायो होला, त्योभन्दा अगाडि काङ्ग्रेसले पनि ल्यायो होला, विभिन्न पार्टीहरूले ल्याए, होइन। सरकारले चाहन्थ्यो मजाले भित्री बनले भने त सक्दो रहेछ त। होइन, सक्ने हो, तर उनीहरूले हेलचक्र गरे हो। उनीहरूले किनभने भोट मेरो आउँदैन, ऊ आउँदैन भनेर चाहिँ त्यो गरेर चाहिँ यो गरे हो। मेरो अमृत श्रेष्ठ। हेर्नुहोस् त, यो वारिपारीको सुकुम्बासी बस्ती भनौँ अथवा अव्यवस्थित खोलाको छेउको बस्ती, होइन, यति धेरै यो सिरियाले बम हाने जस्तो अथवा सिरियामा कहाँ बम विस्फोट भयो जस्तो देखिँदो रहेछ। यो कस्तो लाग्यो? खास गरी ठिकै लाग्यो मलाई चाहिँ। यहाँ पहिला म यो सिनामङ्गल पनि बसेर गएको। यहाँतिर तपाईँको यहाँतिरको मान्छेले अरू बाहिरको मान्छेलाई भने फिटिक्कै बाहिर छिर्नु नदिने है। यिनीहरूकै सत्ता, यिनीहरूकै राज्य डजगत, यिनीहरूकै सरकारै यिनीहरूको अहिले मान्छेलाई त देखिन्छ नि। किन? हजुर, किन भने नि अब यिनीहरू अब आएपछि यिनीहरूले के चाहिँ गर्नु आयो, कसो आयो, अब यिनीहरू निटिकुटी गर्ने। जस्तै हामी यसो बाहिरको मान्छे आए पनि, काम विशेषले आए पनि। मेरो हरेन्द्र ठाकुर। कहाँदेखि हजुर तपाईँ? म यहीँ बानेश्वरबाट। यो यस्तो हेर्नुहोस् त, तपाईँले हिजो अस्तिदेखि लगातार हेर्नुभयो कि एकैचोटि आज देख्दै हुनुहुन्छ? पहिलादेखि नै देखेको हो, यही एरियाको मान्छे हो म। त्यही भएर भद्रगोलै थियो क्या पहिला त। ढलदेखि लिएर मान्छे अव्यवस्थितदेखि लिएर भयवर्गको फोहोर यो नसोचेको हुने थियो क्या यहाँनिर त। नम्बर 1 रवि लामिछाने, म उसलाई चिन्छु है। रवि लामिछाने। 2 नम्बरमा चाहिँ बालेन। म सहकारी पीडित पनि हो। म 40 लाख रुपियाँ मैले राखेको ब्याङ्कमा राखेको पैसा पनि मेरो जीवन पर्छ। तपाईँ सहकारी पीडित हुनुहुन्छ, फेरि नम्बर 1 नेता रवि लामिछाने। रवि लामिछानेले ठगेकै होइन, उसले पैसा तिर्छु भन्ने मान्छेले ठग्छ? होइन, उसले ठगेको होइन। म सहकारी पीडित हो, उसले ठगेकै होइन। उसलाई यो लालछना लगाएको हो। म धेरै परिचित नगरौँ, होइन, मलाई थाहा छ यो कुरो। मेरो नाम जय प्रसाई हो। यसमा अब व्यक्तिको जग्गा थियो। हजुर, सुकुम्बासी मैले सुनेअनुसार जम्मा 17 जना मात्रै हुन्। बाँकीहरू अब भाडामा घर बनाएर सामान्य मजदुरी गर्ने, ज्याला मजदुरी गर्ने मान्छे बसेका हुन्। सरकारले भन्यो अहिले प्रतिभा रावल, होइन, उहाँ सहकारी मन्त्री हुनुहुन्छ, उहाँले भन्नुभयो अब चाहिँ त्यो ठग्ने, जसको जनताको पैसा खाने सहकारी सञ्चालकको चाहिँ जमानत जफत गराउने कुरा आइरहेको छ। उसकोबाट असुल उपर गराउने होइन, तिराउनु पर्यो। यो त 87 जना त हामीले बुझ्नमा आइसकेका छ।
तिनीहरूलाई एकदम निगरानी गरेर उनीहरूको सम्पत्ति सबै लिलाम राष्ट्रियकरण गर्छु भनेर भनिसकेको छ सरकारले हजुर होइन त्यसका नाता कुटुम्ब समेत सबैलाई क्लियर यो सरकारले गर्छ भनेर नै हामीले समर्थन गरेका छौँ। ल आशा गरौँ धेरै ठाउँमा सुकुम्बासी बस्ती उठाएको छ सरकारले होइन वास्तविक सुकुम्बासीलाई त सडकमा आउन दिनु भएन नि जोगाउनु पर्यो। हजुरको नाम के हो सर? हजुर हजुरको शुभ नाम? मेरो भक्तहर खड्दा अब यहाँ कोही आफन्त थियो कि के छ हेर्न आउनु भयो? म यसो यहाँ हेर्न मेरो पदम लगाएको यहाँ त भाडा खाने मान्छे घर बनाइदिए अब कहाँ गएर बसे अब गरिब गुरी जस्तो मकै सकै पेल्ने त्यस्ताहरू मान्छे बजारमा काम गर्ने लेबर गर्ने मान्छेहरू त आएर बस्ने हुने 4,000 5,000 8,000मा भाडा खाने अर्कै छ फेरि भाडा खाने अर्कै छ उनीहरू त बसिदिने मात्रै हुन् भाडा तिर्नु महिनामा आउने भाडा उठाउने जाने उनीहरू त केही मतलब भएन र यहाँ बस्ने मान्छेहरू जति थिए उनीहरूको चाहिँ अब सरकारले व्यवस्था गर्ने भइगयो सुकुम्बासी छ भने छैन भने त आफ्नो ठाउँमा फर्केलान् होइन। अघि एकजना भाइ त्यहाँ चिया नास्ता खानु हुँदै थियो 1 वर्ष अगाडि आएर म यो पारिपट्टिको मान्छे हो मेरै जग्गा हो ल भनेर 15 लाख रुपियाँमा 1 वर्ष अगाडि किन्नुभएको रहेछ। 1 वर्ष अगाडि मलाई 15 लाख रुपियाँ लियो जग्गा भनेर ठगेर अहिले खोजेको उहाँ तपाईँको सुर्खेत पुगिसक्यो भनेर भन्छ मेरो 15 लाख रुपियाँ गयो भनेर भन्दै थिए। मान्छेहरूले हो त्यस्तो मान्छे चाहिँ धेरै फसेका रहेछन् होइन। अब छट्टुका फेला बिचरा मजदुरी गरेर जम्मा गरेका पैसा विदेशबाट कमाएर लिएर आएका पैसाका चाहिँ मान्छेका फसेका रहेछन् कि हजुर। अब अर्काको जग्गा म पास गरिदिन्छु भन्दै त्यसरी पैसा लिएर उठाएका चाहिँ रहेछन्। मेरो तेरो फलानु पार्टीको त्यो त भन्नु मिलेन त्यो भन्न मिलेन। आँखा चिम्लेर जनताको हितको लागि जनताको लागि उनीहरूले सरकारले गर्नु पर्यो राम्रोसँग वार्तावान मिलाइदिनु पर्यो होइन काम गर्नेलाई पनि राम्ररी अब गरी खाना दिनु पर्यो। अब कस्तो बनाउनु पर्छ होला सम्झिनुहोस् त हामी उता साखु साली नदीदेखि नि यो मनोहरा खोलाको सर र करिडोर दायाँ बाटो भइदियो भने सट्ट यहाँबाट हुँदै होइन त्यो के भन्छ युएन पार्क हुँदै उता बल्खु छिचोल्न कति छोटो बाटो हुन्छ सम्झिनुहोस् त राम्रो हुन्छ होइन करिडोर भयो भने यो जाम पनि हुँदैन होला। जाम पनि हुँदैन थियो राम्रो हुन्थ्यो त्यो हरियाली देखिन्थ्यो खोलाहरू। अब बागमती त्यस्तै बनाउँदैछ सरकारले भन्ने छ होइन उता तिनकुने गैरी गाउँमा नै डोजर चल्यो त्यता त राम्रो छ नि त होइन बाटो त पुरा खेल्ने ठाउँ बच्चाहरू हामीहरू घुम्ने ठाउँ छ। मेरो नाम कान्छीमाया तामाङ मेरो घर धादिङ हो। यहाँ अहिले भत्कियो अब यहाँ मेरो घर भएकै म भाडामा बस्ने मान्छे हो महिना अनि वर्ष हिसाबले भाडा 25,000 को दरले तिर्छु मैले 25,000 भाडा तिर्नु 25,000 भाडा तिर्यो अनि 10 वर्ष 15 वर्षै बसोस् तिमीले हामी हटाउँदैन निकाल्दैन भनेर भने हामी अनि भर्खरै भाडा तिरेर 2-3 महिना भयो अहिले घर पकायो।